परमेश्वरको आराधना गर्नेछौँ, स्वागत गर्नेछौँ। साँची स्वरूप अर्थात् खुसियाली मनाउनलाई, उत्साह मनाउन आउनुभएका सबैलाई हामी हृदयदेखि नै स्वागत भन्दछौँ। हुन्छ, एकअर्काको लागि एकछिन ताली बजाएर हामी स्वागत गर्नेछौँ। हामी उहाँहरू दुईजनालाई अहिलेसम्म दुईजना छन्, दुईजनालाई एक मानिस एक्लो रहन असल छैन। एक्लो मान्छेलाई त विचारा पनि भन्छ। एक्लै मान्छे सुत्यो भने नि चिसो हुन्छ। लोड त मान्छे उठाउनै नहुनेलाई बेसहारा अथवा बिचारा पनि भन्छ। त्यसैले गर्दा मान्छे कहिल्यै पनि करारमा जान्छौँ, उहाँहरू दुईजनालाई एक बनाउने काममा जान्छौँ। त्यसमा तपाईँ चाहिँ साक्षी हुनुहुन्छ। नजिक तपाईँ जतिजना उपस्थित हुनुभएको छ तपाईँहरू साक्षीको रूपमा, जन्तीको रूपमा तपाईँ चाहिँ हुनुहुन्छ। तपाईँहरूलाई निकै स्वागत भन्दछौँ। अब वैवाहिक दुईलाई एक बनाउने हामी काम चाहिँ माइक ल्याइदिनुहोस्, उहाँले कसम खानुपर्ने हुन्छ, हेल्प गरिदिनुहोस् कसैले। अनि अर्को कुरा, विवाह गर्नलाई चारवटा कुरा चाहिन्छ। पहिलो कुरा, केटाकेटी हुनु पर्यो। केटाकेटा केटीकेटी कहिले बिहा हुँदैन। त्यो भयो भने हामी बाइबलले भन्छ यो दुष्टता हो, यो घिनलाग्दो काम हो भन्छ। बिहा हुनलाई जहिले पनि के चाहिन्छ? म एल्मिन स्वर्गीय तपाईँ मन्जुलाई आज परमेश्वर र मण्डली आफन्तको अगाडि यो घोषणा गर्दछु कि तपाईँलाई प्रेम गर्दछु र जीवन साथी श्रीमती भनी स्वीकार गर्छु। तपाईलाई दुःख सुखमा प्रशस्ततामा अभावमा रोग या निरोगीपनमा सबै अवस्थामा साथ दिनेछु। पालन पोषण गर्नेछु। मृत्युले नलगाएसम्म तपाईँलाई प्रेम गरिरहनेछु।
मण्डलीको अगाडि परमेश्वर साथै सबै मानिसको अगाडि परमेश्वर सबै मानिसको अगाडि करार बाँध्दछु, करार बाँध्दछु, वाचा र कसम बाँध्दछु। बाजा र कसम बाँध्दछु। तपाईँ परमेश्वर जिउँदो हुनुहुन्छ, कसैलाई पनि जोडीको अभाव हुँदैन। आज तपाईँको छोरा एल्भिन र छोरी मन्जु येसी उहाँहरू वैवाहिक जीवनमा बाँधिनु भएको छ। अनि यो जोडीलाई तपाईँले आशीर्वाद दिनुहोस्। यो जोडीमा तपाईँ परमेश्वरको उपस्थिति रहोस्। यो जोडीलाई आर्थिक कुरामा आशिष दिनुहोस्। यो जोडीका भविष्यका सन्तानहरूमा आशिष दिनुहोस्। यो जोडीलाई तपाईँ परमेश्वर पृथ्वीको प्रचुरताबाट आशिष दिनुहोस्। यो जोडीको गोठालो तपाईँ हुनुहुन्छ। यो जोडीको रक्षक र तपाईँ हुनुहुन्छ। हामी नासरतका येशूको नाममा यो जोडीमाथि आशिष बोल्दछौँ। प्रभु, जसलाई तपाईँले जोड्नु भएको छ, ओ कसैले अलग गर्ने छैन। यो जोडी झन् झन् प्रेममा बढ्दै जानेछ, झन् झन् एकअर्काको सेवा गर्दै जानेछन्। यो जोडीमा तपाईँको आशिष हामी माग्दछौँ। धन्यवाद छ। यो जोडीमा आशीर्वाद दिनुहोस्। तपाईँ कति असल र भला प्रभु हुनुहुन्छ। उहाँहरूलाई एक्लाहरूलाई तपाईँले जोडीमा जुटाउनुहुन्छ। धन्यवाद। जोडीमा आशीर्वाद दिनुहोस्। धन्यवाद। येशू प्रभुको नाममा आमेन। ल हुन्छ, हजुरहरू शिरासन गर्नु होला। हामी उहाँलाई यो एउटा चर्चको एउटा चिन्ह स्वरूप उहाँलाई सम्झनाको लागि यो मायाको चिन्ह जस्तै एउटा सर्टिफिकेट दिन्छौँ। त्यसपछि उहाँले आफ्नो दुलैलाई हात समातेर यसो यतातिर घुमाउनुहुनेछ एक राउन्ड। त्यसपछि यताबाट त्यहाँ ढोकामा पुग्नुहुनेछ। फेरि आएर चाहिँ उहाँ यता पुग्नुहुनेछ। तपाईँले नजिक आइराखेपछि बेलामा फोटासोटा खिच्नु होला। त्यसपछि बाहिर हामी गएर अनि भोजमा सरिक हुनेछौँ र फोटाहरू खिच्नेहरू अब सेल्फी खिच्ने के हो। त्यसपछि उपहारहरू केही छ भने पनि शुभकामना दिन सक्नुहुनेछ र उपहारहरू केही छ भने दिन सक्नुहुन्छ। ल, त्यस कारणले हामी उहाँलाई, हामी दुईजनालाई हामी सर्टिफिकेट ल। अब हामी छोटो अन्तिम प्रार्थना गर्छौँ। कार्यक्रम सकिएको प्रार्थना गरिसकेपछि उहाँले चाहिँ आफ्नो यताबाट लगेर हात समातेर त्यहाँबाट पछाडि पुग्ने, फर्केर आएर टक्क
गर्नु